त्यो भोलि गोल टाइममा हेरौँ न हौ यत्रो मोटोमा बिहे त धेरै पो जान्छ हुन त पर्याप्त कति उनी छ नि त भने झरीमा बसेर मजाले अझ 2-3 सोली छ त्यो है कोही कोहीले पुर्याएन होला यहाँ यहाँ अरू थप्ने हो कि यो त उता कटाउनु मात्रै चाहियो भने है यो यहाँ त्यो छ पुग्छ होला यो भयो हैन यो बाँध्न यी बिचमा झन् कहाँ खाली छोडी त नि यो त उताबाट ल्याएको नि त माथि गएर नि अहिले त ज्यानको पनि भेटे त गोठो मन्दै मआएर नगराए चाहिँ फुल पनि नहाल्यो हो के मान्छेहरू त किसिम किसिमको छन् कि गर्छ त्यसैले गर्दा अहिले एउटा गति नै लामै छ दुईटा गर्छ कुनको करङ भाँच्ची नि भयो त उचालेर बसेर भाइ को त्यसरी सक्दैन होला अरे 6 जना नि बोक्नु सक्दैन हटाउँदैन कि क्या हो माला हाल्दा अलि यो अहिले पनि के हुन्न के यो यसले ओ यो अटाउन गाह्रो पर्छ यार अघि जस्तै हुन्छ यो नि अब हुँदैन नल त कहाँ त भाँच्छ बरु ठिकै छ हामीले पनि उचालेर त्यहाँ अलि अघि धेरै क्या झन् यो सानो भाजी दुध यता फिजाउनु पर्छ टान्नु न अहिले अडा थियो अहिले यो ठुलो के तलको बिस्तारै है माल चाहिँ यो टाङ्ने बेला चाहिँ कसको बढी फुल त्यसकै फेरि हाइलाइट आउँछ नि अहिले बोक्ने बेला लाने बेला गाह्रो राम्रो चाहिँ
कति छ अब अब धेरै छ त्यो उता खाल्टा अलि बढी हाल्दा त यता धेरै हुन्छ होला खाल्टामा अहिले पछि डोरी आउँछ थुप्रो आउँछ ल सिधै डोरी हो त्यो ठिक भयो ल अब डोरी यो डोरी चाहिँ यही राखिदिनु यो हैन हैन यो बीचमा डोरी राखिदिनु के डोरी बीचमा राखिदिनु दाम नै भयो कहाँ केटा कहाँ गयो ए नाल गयो त छैन आज कुन बानी भाइ चाहिन्छ कि भुट्टी यहाँ सिनरी गयो फेरि कस्तो नि दबाउरी थिएन भेटाइ नि तल्ला माथि गर्दा अब एउटा कति किलो होला धेरै होला बान्दिन्छ असलिएर आउँछ यो तान्नु है ए माउ त बान्दिन्छ त्यहाँबाट वहाँ गइछ त आमा हो यदि बान्दैछ है फिजाएर है फिजाएर पहिला झुन्डेको अहिले झुन्डेको पहिला अलिक थोरै झुन्डेको अलिक धेरै झुन्डेको त्यो त त्यही त होइन सबै त्यही कसले नबुझ्याएर यो बान्नु बान्नु जति आउँछ बान्नु ट्याप पारेर बान्नु त बान्नु हो त्यसरी बान्नु ट्याप पारेर बान्नु नफुस्किने गरेर बान्नु पर्यो बान्नु त यस्तो पावर देखाउने कि 80 किलो जति छ होला यार फुल त 80 किलो नि बढी छ होला क्विन्टल छ यो हल्का छ आरो डन्डीले हल्का छ पानी पर्छ ल भयो अब टेकाइदिन्छ टेकाइदिन्छ